जीवन भनेको यस्तै रहेछ, कहिले घाम कहिले छाया, सास रहुन्जेल आस रहन्छ रे। त्यसैले तिमी पर्खने आसमा सास फेरिरहेको छु माया। यी बोल हो सौगात मल्लको मुभी सिटामलबाट। सिटामल मुभीको टिजर आएको छ र यस टिजरको अन्तिममा सौगात मल्ल एउटा घरबाट जसरी निस्किन्छन् र पछाडि बज्ने ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ है। सौगात मल्लको हरेक फिल्म हेर्नुस्, एक्टिङमा कुनै कमी छोड्दैनन् है। र यहाँ पनि सिटामलको टिजरमा यही हेर्न मिल्दैछ। टिजरमा रोल्पाको एउटा गाउँलाई हेराइएको छ। टिजरको स्टार्टिङ नै एउटा ब्युटिफुल सिनबाट हुन्छ र पछाडिमा एउटा डायलग चलिरहेको हुन्छ। त्यसपछि सौगात मल्ल र बेनिसा हमालको सानै छँदाको लभ स्टोरीलाई बिहेसम्म पुगेको सिन्सहरू हेर्न सक्छौ। तिमी राजा अनि म रानी जस्तै भयौँ त। ल दुध गुटु खबर। र सायद बिहे हुँदा जुन निम्तो आउँछ, निम्तोबाट आएको पैसाको कुरा पनि चलिरहेको हुन्छ। या मेबी सौगात मल्लले कमाएर राखेको पनि हुन सक्छन् है। तर त्यसपछि सिन कट हुन्छ र सकिङ कुरा हेर्न मिल्छ हामीलाई। सौगात मल्ल अपाङ्ग भइसकेका हुन्छन्, घरमा पैसा छैन र जोसँग पैसा लिएका हुन्छन् उनीहरूको बोली सुन्नु परिरहेको हुन्छ। सो या सौगात मल्लसँग अचानक के हुन्छ, अपाङ्गसम्म कसरी पुग्छन्, यो कुरालाई चाहिँ टिजरमा हेराइएको छैन। र इलाजकै क्रममा सायद पैसा सिद्धिएको हुनुपर्ने र अरूसँग पैसा माग्ने अवस्थासम्म पुगेका होलान्। टिजरको सुरुवातमै भनिएको छ कि जुम्लेलीलाई जीवन जल्ने गुण हजुर र रोल्पालीलाई सिटामोल नै सुन हजुर। यसले यही कुरा हेराउँछ कि रोल्पा जुम्ला जस्ता ठाउँहरूमा हेल्थ फेसिलिटिज र औषधिहरूको कतिको अभाव छ भनेर। र यो कुराको असर सौगात मल्लको लाइफमा पनि परेको हुन सक्छ है। सेकेन्ड हाफले दह्रो इमोसनल बनाउँछ जस्तो फिल भइरहेछ। र बेनिसा हमाल र सौगात मल्लको एपिक जोडीको पर्फर्मेन्स झाइगुटी मुभीमा हामीले हेरेका नै छौँ। र लेट्स होप कि यो जोडीले यो मुभीमा पनि म्याजिक छर्नेछ भनेर। बाँकी तपाईँहरू भन्नुहोस्, यदि तपाईँले सिटामल मुभीको टिजर हेरिसक्नु भएको छ भने कस्तो लागेछ, आफ्नो प्रतिक्रिया तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस् दाडी टक्स, हेर्दै गर्नुहोस् है।